तपाईको साथीहरु विशेष गरेर हैन बङ्गुरले भाले नखुच्नुको कारणहरु चाहिँ विशेष गरेर दुईटा कारण हुन्छ हैन। अनि एउटा भनेको चाहिँ नर्मल कारण भएला टोटल गरेर यसलाई 2 देखि 3 प्रकारको समस्याले गर्दाखेरि यसलाई भाले भनौं न भाले नलागेको हुन सक्छ अथवा त्यो समस्या चाहिँ पर्न आएको हुन्छ। यसको समाधान र यसको के कारणले हुन्छ र यसलाई यसको सोलुसन चाहिँ के हो त भन्ने बारेमा चाहिँ हामी विशेष गरेर म आज कुराकानी गर्दैछु। साथीहरु कस्तो भनेदेखि यसको कारणमा जाउँ हामी है। यसको कारण चाहिँ कस्तो हुन्छ भनेदेखि यसको उमेर पहिलो कुरो आयो। उमेर खानकी र तौल यिनीहरु तीन कुरामा चाहिँ डिपेन्ड रहन्छ है। बङ्गुर विशेष गरेर बङ्गुरलाई तीन तहमा चाहिँ यसको तीन तरिकाले चाहिँ यसको बडी हैन बडी वेट अनि यसको खानपिन सन्तुलित आहार र उमेर यति तीनटा कुरामा चाहिँ यिनीहरुको मिसब्यालेन्स भयो भनेदेखि अथवा तपाईले भाले लगाउने बेलामा चाहिँ अलिकति मिसब्यालेन्स भयो भनेदेखि चाहिँ यो दोस्रो चोटीमा चाहिँ बाट चाहिँ भाले नखोज्ने समस्या म्याक्सिमम आउन खोज्छ है र साथीहरु। विशेष गरेर यसमा चाहिँ के छ भनेदेखि को परिपक्वता उमेर विशेष गरेर साथीहरु यसको तीन तह हुन्छ। यिनीहरुलाई तीन तहमा चाहिँ हामीले यसलाई विभाजन गर्नुपर्छ जस्तो कि तौल यसको बडी वेट अनि यसको उमेर र सन्तुलित आहार यदि तीनटा कुरामा चाहिँ यिनीहरुलाई मिसब्यालेन्स भयो भनेदेखि चाहिँ समस्या आउन थाल्छ कि तपाईको बङ्गुरले चाहिँ साँच्चै भाले नखोजेको भन्ने चाहिँ के कारणले भनेको कुरा चाहिँ तपाईले त्यहाँबाट भनौं न स्पष्टसँगले थाहा पाउन सक्नुहुन्छ। जस्तो कि बङ्गुरलाई भाले लाउनु भन्दा अगाडि चाहिँ उमेर चाहिँ यसको कति हुनुपर्छ त भन्दाखेरि यसको उमेर चाहिँ मिनिमम चाहिँ 11 देखि 12 महिना यानिकि 1 वर्ष चाहिँ यसले कम्प्लिट यसको टोटल उमेर चाहिँ 1 वर्षको उमेर हुन चाहिँ जरुरी छ। त्यस उमेर 1 वर्ष भइसकेपछि चाहिँ यसलाई भाले लाउनलाई यसको उमेरले चाहिँ ठ्याक्कै तपाईलाई परिपक्व भयो। अब दोस्रो कुरा आयो यसको तौल बडी स्ट्रक्चर यसको कस्तो छ। अब उमेर चाहिँ तपाईको पुगेको छ 1 वर्ष अनि तपाईको बडी स्ट्रक्चर अथवा बडीको तौल चाहिँ 30-40 केजी 50 केजी छ भने साथीहरु यो चाहिँ उपयुक्त टाइम होइन भाले लाउनलाई। यसको लागि कम्ती पनि 80-90 केजी चाहिँ हुनै पर्छ अथवा थोरै हुँदा पनि 70-80 केजी माथि तपाईले लाउनु भने अलिकति समस्या त आउला हैन। तर पनि तपाईले पछि रिकभर गर्न सक्नुहुन्छ त्यसलाई हैन। यसलाई चाहिँ रिकभर गर्ने ठाउँ हुन्छ तपाईले 7 देखि 8 महिनामा लाउनु अलिकति समस्या हुन्छ हैन। 10 महिना क्रस गरेपछि बच्चा लाउनु भयो भने फेरि समस्या हुँदैन हैन। 10 महिना क्रस गरो भनेदेखि चाहिँ के हुन्छ भनेदेखि 4 महिना लाग्छ हैन अनि यता 14 महिनामा त बच्चा जन्मिन्छ हैन। भनेपछि त्यसको 1 वर्ष चाहिँ कभर 1 वर्ष क्रस गरिसकेपछि मात्रै बच्चा जन्मिने भएको कारणले गर्दा तपाईले यसलाई रिकभर गर्न सक्नुहुन्छ। ताकि त्यो प्रेग्नेन्ट भएको बेलामा राम्रो खालको पोसिलो दाना हैन यसको सन्तुलित आहार आइरन अनि त्यसपछि क्याल्सियम यस्ता चीजहरुलाई चाहिँ ब्यालेन्स गर्दै जानुभयो भने पनि तपाईले चाहिँ यिनीहरुको लाई चाहिँ अलिकति केही हदसम्ममा चाहिँ सहज गर्न सक्नुहुन्छ अथवा ब्यालेन्स गर्न सक्नुहुन्छ है साथीहरु। यो भयो खाना र तौलको हैन। अनि दोस्रो रहेको छ तपाईको हैन यसलाई चाहिँ कस्तो छ भनेदेखि यसको बनावट अथवा सन्तान यो के खालको सन्तान हो कस्तो खालको सन्तान हो हैन। यसमा पनि धेरै नै डिपेन्ड हुन्छ। यो सानो अब तपाईले माउ चाहिँ सानो खालको छ अनि तपाईले 100 केजी 80 केजी खोज्नु भन्दा पक्कै पनि हुँदैन। त्यसले गर्दाखेरि यसको सन्तान वंशगत कस्तो छ यसको जिन कस्तो छ यो हाइब्रिड हो कि प्योर हाइब्रिड हो कि लोकल जातको त्यसमा पनि डिपेन्ड हुन्छ हैन। यो जिनमा पनि फरक पर्यो तौलमा पनि फरक पर्यो हैन अनि यसको उमेरमा पनि फरक पर्यो है साथीहरु। त्यसले गर्दाखेरि यति कुराहरुमा चाहिँ पक्कै पनि ध्यान दिनु होला। यदि तपाईले यति कुरामा ध्यान दिएर यिनीहरुलाई ब्यालेन्स गरेर चाहिँ भनौं न भाले लगाउनु भने एकदम बेस्ट हुन्छ है साथीहरु। अनि यसको समाधान चाहिँ के गर्ने भन्दाखेरि यसको समाधान चाहिँ के छ भनेदेखि इन केस मैले अघि भनि पनि सके जोडी पनि सकिसके यदि समय तपाईको अलिक छैन अथवा अलिक तपाईको फर्म खाली हुने जस्तो हो भने तपाईले 9-10 महिनामा पनि लाउन सक्नुहुन्छ हैन। तर के हुन्छ भन्दाखेरि त्यसलाई भाले लगाइसकेपछि त्यसलाई तपाईले जुन नर्मल खानु खोज्दा यसलाई 2 महिना 1 देखि 2 महिनासम्म चाहिँ राम्रो 2 महिनासम्म अथवा 2-2.5 महिनासम्म चाहिँ राम्रो खालको दाना चाहिँ पाउनुपर्छ है। 2.5-3 महिना भनौं न ब्याउनु नभन्दा 2-4 हप्ता अगाडिसम्म चाहिँ धेरै राम्रो पोसिलो दाना खुवाउनुपर्छ। त्यसपछि चाहिँ दानालाई अलिकति कम गर्नुभयो भने किनभने ब्याउनेमा जुन डेलिभरी वाला छ अथवा प्रेग्नेन्ट वाला छ तिनीहरुलाई धेरै दाना हत्तै बढाएर अत्याधिक मोटो भयो भने त्यसले समस्या आउँछ पछि भनौं न डेलिभरी हुने बेलामा हैन। त्यसले गर्दाखेरि चाहिँ
2 महिना 3 महिनासम्म चाहिँ तपाईँले जति दाना पेले पनि हुन्छ होइन, जसरी राम्रो हुन्छ सन्तुलित आहार, पोषिलो आहार चाहिँ राम्रोसँगले दिएर अनि बिचमा तपाईँको 2 हप्तादेखि 3 हप्तासम्म अलिकति ग्याप गर्नु भने धेरै राम्रो हुन्छ। अनि रह्यो अब यसलाई ब्यालेन्स गर्ने तरिका, तपाईँको सुरुमा चाहिँ भाले खोज्यो, भाले लाउनु भयो, बच्चा पनि राम्रो उत्पादन भयो, त्यस पछाडि दिएन। अरू कारण के हुनसक्छ, जुका परेको हुनसक्छ, लुतो लागेको हुनसक्छ होइन, यस्ता कुराहरू पनि। अनि जिउमा प्रशस्त मात्रामा क्याल्सियम र आइरनको कमी भएको हुनसक्छ। यिनीहरूलाई मेन्टेन गर्नलाई चाहिँ तपाईँले आइरन, बी कम्प्लेक्स, जुकाको दबाई र आइभरमेक्टिन यो 4वटा दबाईहरूलाई चाहिँ भनौँ न 2-4 दिनको फरकमा अथवा मिलाएर खुवाउनु भयो भने पक्कै पनि यो चाहिँ तपाईँको बङ्गुर चाहिँ केही हप्तामै भाले खोज्नलाई तयार हुन्छ, अथवा भनौँ त्यसको बडी स्ट्रक्चर ठ्याक्कै मेन्टेन हुन्छ। त्यसले गर्दाखेरि भाले खोज्नलाई भनौँ न त्यसको हिट अथवा भनौँ त्यसको बडी स्ट्रक्चर फेरि पनि तयार हुन्छ। त्यसले गर्दाखेरि यो दबाई पनि एकदमै अनिवार्य रूपमा छ, किनभने लुतो आयो भनेदेखि जतिसुकै दाना खाए पनि त्यसले भनौँ न हर्मोन उत्पादन गर्न सक्दैन, अथवा भनौँ त्यसको बडी राम्रो हुन सक्दैन होइन। अनि जुका गऱ्यो भने त्यस्तै खाएको लाग्दैन होइन। आइरन र क्याल्सियमको कम्ती छ भने त्यस्तै नै। त्यसले गर्दाखेरि तपाईँले बच्चा छुटाउनु भयो भने पक्कै पनि बच्चा छुट्याइसकेपछि चाहिँ एकचोटि यी सम्पूर्ण मैले 4वटा कुरा भने प्लस भिटामिन पनि गरेर 4-5वटा कुरामा चाहिँ दबाईलाई चाहिँ यसलाई कन्टिन्यू गर्नु भयो भने पक्कै पनि भाले पनि खोज्छ है साथीहरू। आज विशेष गरेर चाहिँ भनौँ न बिर के कारणले नखोज्ने होइन, अथवा बच्चा छुट्याइसकेपछि माउलाई चाहिँ के कुरामा ध्यान दिने र कस्तो दबाईहरू चलाउने भन्ने बारेमा चाहिँ मैले आज विशेष कुराकानी गरेँ। सन्तुलित आहार, दबाई कस्तो के चलाउने भनेर मैले भनि पनि सकेको छु, पक्कै पनि हेर्नु होला है। विस्तृत रूपमा तपाईँलाई अझै पनि कन्फ्युज भयो भनेदेखि पक्कै पनि मलाई कमेन्ट मार्फत अथवा फोन गरेर चाहिँ प्रत्यक्ष रूपमा चाहिँ सोध्न सक्नुहुन्छ है त साथीहरू। आजको भिडियो के कस्तो लाग्यो, थ्याङ्क यू। अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। र मेरो भिडियोमा यस्तै जानकारीमूलक चाहिँ तपाईँहरूलाई भनौँ न जानकारीमूलक भिडियो चाहिँ आउने गर्छ यो मेरो ब्लगमा। तपाईँलाई के कस्तो लाग्छ र कस्तो बारेमा चाहिँ कस्तो बङ्गुरको विशेष बारे कस्तो समस्या बारेमा चाहिँ तपाईँ थाहा पाउन चाहनुहुन्छ त्यसको पनि कमेन्ट गर्नुभयो भने पक्कै पनि तपाईँको जिज्ञासा चाहिँ म सकेसम्म हल गर्ने कोसिस गर्नेछु। अहिले भने थ्याङ्क यू सो मच है त।